हेलो साथीहरू, यो चाहिँ मुसेपा खोलाको चाहिँ पुल हो र पाँचथर याङवरक भन्ने ठाउँमा छ है। एकदमै खतरा छ है पुल चाहिँ। मुनि झरो भने चाहिँ पानी पनि भन्न पाइँदैन र यस्तो दामी पनि छ गाइस। हाम्रो पाँचथर जिल्ला है। खोलाको नाम चाहिँ मुसेपा खोला। मुसेपा खोला अरे कसैको व्यक्तिको नाम जस्तो छ। दामी छ, हरियाली गहिरो पनि रहेछ त्यत्तिकै है। दामी छ गाइस, लोक हेर्नु होला, आउनु होला। एकदम रमणीय दृश्यहरू देखिरहेको छ मुसेपा खोलामा। अरू यसो साथीभाइहरू पनि यसरी रमाइलो भिडियोहरू बनाइरहेको छ। हेलो साथीहरू, यो चाहिँ पुरा गुराँस फुलिरहेछ है। यस्तो राम्रो छ कि यस्तो दामी। यो चाहिँ कहाँ भन्नुहुन्छ भने हजुरहरूले, यो पाँचथर याङवरक सुकेधाप भन्ने ठाउँ हो है। यो ठाउँमा पनि घुम्नका लागि यदि हजुरहरू आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ साथीहरू। एकदमै दामी छ है याङवरक, पाँचथर याङवरक सुकेधाप है। यो चाहिँ यस्तो राम्रो छ कि यो चाहिँ चैतमा एकदमै फुलिरहेको हो। यो अब अहिले चाहिँ अब अलिक ओइलाउने बेला पनि भइसक्यो यो लाली गुराँसहरू। एकदमै दामी छ है साथीहरू। हजुरहरू पनि घुम्नका लागि यो ठाउँ आउनुहोला, पाँचथर याङवरक सुकेधाप भन्ने ठाउँ। हस् त साथीहरू।